गाइज तपाईलाई स्वागत छ हाम्रो भिडियोमा। हामी चाहिँ आज घुम्न जान्छौँ। उहाँ चाहिँ सोना कुमार सिंह, म चाहिँ शिला कुमारी, उहाँ चाहिँ नलगाडबाट, म पनि नलगाडबाट। दुईजना चाहिँ उता हुनुहुन्छ, एकजना शिवालयबाट हुनुहुन्छ, एकजना यहाँ भिरबाट, म चाहिँ छेडागाडबाट। आज चाहिँ हाम्रो एकदम ड्राई पिकनिक रमाइलो कार्यक्रम साथीसँगै। यता हाम्रो यहाँ खानेकुरा पनि यता छ सबै, आदि उता ल्याउँदैछौँ। लेग पिस भन्ने चिज यताबाट ल्याउँदैछन् अनि हामी जाँदैछौँ। हामी चाहिँ अहिले यहाँ भेरी नगरपालिकाको गेट अगाडि छौँ। अहिले चाहिँ हामी जाने तयारीमै छौँ नि त। उता यो चाहिँ भेरी नगरपालिका भयो। त्यो साथीहरू यिनीहरू त भिआइपी हुने यस्तरी बसिरहेछन् होइन, यस्तो छ क्या यिनीहरूको त। अरे बाबरे, जिन्दगीमा यिनीहरू जस्तै हुनुपर्यो जिन्दगी हुने भन्छु म सोध्छु। तर म पनि त्यस्तै परेँ होइन, के गर्नु गाइस। मेरो कुरा सुनेर सबैजना मुख छन्। केही एकछिनपछि हामी जानेछौँ हाम्रो डेस्टिनेसनमा। हामी देखाउँछौँ, सबै हेर्नु होला, धेरैभन्दा धेरै सुनलाई हेर्नु होला। धन्यवाद। नाच आयो गरेर छ जति बेला नि कति राम्रो आइदियो ब्युटी। अब चाहिँ हाम्रो यात्रा सुरु भइसकेको छ। ओइ छाता कता हो? छाता छाता। अनि उनीहरू चाहिँ थोरै पर्काएर ल्याउनु गइरहेछन् त। म चाहिँ यो घाममा बसिरहेको छु। अनि हामी एकछिनपछि चाहिँ यहाँबाट चाउचाउहरू चटपटेको सामग्रीहरू लिँदैछौँ हामी। एउटा भाइ कस्तो राम्रो छ नि पसलका साथीहरू पनि उनीहरू कसरी तारिफ गर्नु मुस्किल छ। चाहिँ गन्तव्य हामी चाहिँ अटोमा जाँदैछौँ। हामी चाहिँ अरूसँग कुरो मिलिरहेको छैन होइन, यहाँ यस्तो भइरहेछ। यिनीहरू यहाँ चाहिँ यस्तो। अनि म पछि भोइस कभर गर्छु नि त। सल्लाह भइरहेको छ यहाँ अटोसँग कुरा भयो, मिलेन कि जस्तो लाग्छ। बजेट मिलिरहेको छैन। हाम्रो बजेटको भाषण पनि सोनामी सुनिन्छ। हामी चाहिँ एकछिनपछि अरूसँग कुरा मिलिसकेन्छौँ। हाम्रो चाहिँ अटोवालासँग कुरा भयो, प्रति व्यक्ति 100 रुपियाँ दरले। हाम्रो चाहिँ जाने कुरा भइसकेको छ। अलिकति 10-20 रुपियाँ मिलाउनु न दाइ। दाजु 10 पैसा कम गर्नु न। यसो 5 जना छौँ, 10-20 रुपियाँ कम गर्नु न। के भने 10-20 रुपियाँ कम। ओ कुरा मिल्यो, कुरा मिल्यो। ए धन्यवाद। कताबाट हो दाजु? ए बस बस केटी हो बस। ए हाम्रो दाइसँग कुरा मिलिसक्यो। हाम्रो चाहिँ ए रोख न यहाँ यो माथि राख्ने कुरा मिलिसकेको छ। तिमी त आउन म उतापट्टि बसेको थिएँ कि। त्यो अङ्कल त कति छुच्चो हुनुहुन्थ्यो। कस्तो छुच्चो अङ्कल पऱ्यो। दाइ त राम्रो अङ्कल छ भने दाइले मिलाइदिनु भयो होइन। अनि हामीलाई चाहिँ दाइले राम्रैसँग पुऱ्याउनु हुन्छ भन्ने आशा छ होइन। यस्तो छ बिजोग छ यिनीहरूको। बिजोग भयो भने दाइ राम्रो हुनुहुन्थ्यो। नै म चाहिँ रमाइलो गरी बसिरहेको छु। सबैजना राम्रो हुनुहुन्थ्यो। छ हाम्रो दाइले यहाँसम्म छोडिसक्नु भयो। यिनी मलाई खालि भारी मात्रै बोकाउँछन् कि यिनीहरूले मलाई खाली बोका हेर्न सक्दिनन्। अनि म चाहिँ यो समातिरहेको छु। ए के अरे कोक होइन। अनि यिनीहरू परिकारहरू हो, यो खानेको परिकारहरू। माभन्दा ठुला भरिहाल्नु नि ओखान्टी छ। हामी चाहिँ यो माथि डाँडा देखिराखेन यहाँबाट म तपाईँलाई देखाउँछु। माथि डाँडामा जान्छौँ। ओ माई गड, यस्तो राम्रो ठाउँ छ नि। वहाँ टुक्ने स्वर्ग हो क्या, स्वर्ग। जाजरकोट हुने स्वर्ग हो। स्वर्ग हो स्वर्ग कि परि पछाडि छन् मेरो पछाडि। अनि बहुत रमाइलो छ नि होइन घुम्नलाई। तर हिँड्न चाहिँ पर्छ, सबै ठाउँमा गाडी जाँदैन। हामी चाहिँ अहिले जाजरको खलङ्गा बजारमा मार्छौँ। पछाडितिर रिम्ना छ। रिम्ना भन्छु, के अरे त्यो ओ के भन्छ या बिर्स्यो नामै। त्यो एक्सर्साइज गरेर भिडियो बनाउनुपर्छ। अहिले हामी चाहिँ बेलुका चाहिँ झर्ने बेला त्यहाँ पछाडि एक्सर्साइज गर्नुलाई रहेछ। त्यहाँ चाहिँ हामी एक्सर्साइज गर्छौँ। छाता उता छ छाता। यहाँ हाम्रो यिनी गोरी म्याडमहरू काली भइदिन्छ चिन्ता छ। म त काली छु होइन, केही छैन। अरे बाफ्रे, यो राम्री मान्छेको कमेन्ट गरेर होइन सबैजनाले। सोना सिंह। अरे बाफ्रे
दिवस अझै रमाइलो त हुन्छ नि होइन धेरै रमाइलो हुन्छ साथी खुसी हुनु रमाइलो भए पनि नभए पनि खुसी हुनु अब नेक्स्ट डेस्टिनेसन हाम्रो अलिक टाढै हुनेछ टाढा हुनेछ दैलेख सुर्खेत र जाजरकोट सिमानामा हुनसक्छ तपाईँहरू यदि हामी सेलिब्रेटीहरूमा भेट्न चाहनुहुन्छ भने त्यहाँ आउनु होला को खानु अनि भन्नुहोस् ल त्यही हो म दिन बाँकी के हुन्छ सबै हामी भिडियोमा देखाउनेछौँ हेर्दै गर्नु होला ल अब स्टार्ट हामी चाहिँ अब माइ गॉड यस्तो रमाइलो हुन्छ होइन डान्सर भइसकेको छ कोही कोहीको सुन मलाई देखाऊ सुन मलाई देखाऊ म पनि देख्नु परेन मेरो भिडियो मैले देख्नु त भन त वाउ कति राम्रो आइछ हरिया हरिया लाएर बस त नाइ न हाल्यो भित्रै बस एकदम सिम्पल हेलो भना सबैजना हेलो ए म सोरा कुमारी ओइ म त देखिनँ त ओ हेर हेर हो त्यही त खाना लाग्ने यस्तो बनाऊ चिकनै देख्दिनँ त कस्तो लागेको छ मिठो छ चिकन चाउमिन होइन यो चिकन पुगेन लागि तिमीलाई पुग्यो चिकन एउटा चोक खायो मेरो भएको खाइरहेको छौँ ल कस्तो फिल भइरहेको छ त केटीहरू एकदम यस्तो गर्ने क्वाप्पा खाने यिनी त घटा घटा खान्छ अनि यिनी चाउमिन खान्छ घटा घटा खान्छ नि यिनी हो यिनी हो यस्तो यस्तो काम गर्नुपर्छ ल आँख यस्तो कामदारहरू चाहियो भएपछि कसै यसो कन्ट्याक्ट गर्नु आज कस्तो छ अरे यहाँ जेरी भनिदेऊ त राम्रो लुक्स हेर त यहाँभित्र यो परिकार पनि यो कस्तो दामी गरेर अब यो खाँदाखेरि तिम्रो रियाक्सन हेर माइ गॉड म बेलुका हात चुम्छु यस्तो जेरी पनि हुन्छ तर जाजरपुर मात्र हुँदो रहेछ जाजरकोटमा पाइन्छ हो जेरी खाने भएपछि त्यहाँको पसलको नाम पनि अर्ग्यानिक पसल थियो कि फेरि अर्ग्यानिक हो यस्तो नमिठो छ अरे बाप रे लेग पिस वाउ के हो यो चिकन लेग पिस के लेग पिस मैले अनि तपाईहरुले लागिरा होला यो भिडियोमा चाहिँ साउन्ड किन छैन जस्तो लागिरा होला किनकि साउन्ड राख्यो भने चाहिँ गीतहरुको भिडियोमा चाहिँ साउन्ड राखेको कारणले गर्दा कपिराइट लाग्ने सम्भावना धेरै हुन्छ त्यही भएर मैले यसमा चाहिँ साउन्ड अफ गरेको छु किनकि यस्तै नाचेको भिडियो हेर्न चाहनुहुन्छ भने तपाई चाहिँ मेरो टिकटक आइडीमा जोडिनु होला त्यसमा चाहिँ सबै नाचेको भिडियोहरु आउनेछ फुल भिडियोहरु त्यसमा तपाईले मज्जाले हेर्न सक्नुहुनेछ त्यसको लागि अब एक्सरसाइज गर्दा गर्दै हाम्रो भिडियो चाहिँ यही सकिन्छ नेक्स्ट भिडियो कुरेर बस्नु होला यो भिडियो अन्तिमसम्म हेर्नुभयो त्यसको लागि धन्यवाद भेटौँला अर्को भिडियोमा बाइ बाइ एउटा सोझो थियो घरमा दिनको बोझो थियो हिँड्यो केटो लाउरे देखाउन समय
समर्पित भई लक्ष्य लियो मनमा कैयौं सपना बुन्दै सङ्घर्षको बाटोमा हिँड्दै रम्ने उमेरमा संसार चिन्दै दुःख कुल्ची थाहा उछिन्दै उसको काँधमा परिवारको आश असफलताको थियो त्रास तर मर्थेको छोरोको आत्मविश्वास लुटाउने थियो गाँसबासका पास उसले चलेको पाइलालाई पछ्याउँदै कान्छो माइला भाइ सच्याउँदै हरेक गल्तीलाई भर्नु छ खाली खल्ती